प्रिय मेरो प्यारो दर्शकबिन, आज यहाँहरूलाई मैले कोरोला नाका लिएर जाँदैछु र पृष्ठभूमिमा यहाँ देख्दै हुनुहुन्छ कोरोला नाका। यो कोरोला नाका भन्दा पनि यो लोमानथाङ हो र लोमानथाङ मुस्ताङ जिल्लामा पर्ने चीन नेपालको सिमाना एउटा महत्त्वपूर्ण सिमानाको नाका पनि हो। यो जुन समुद्र सतहदेखि करिब 4660 मिटरको उचाइमा अवस्थित छ। यो नाका धेरै कारणले उत्तम छ र सम्भावना युक्त पनि छ। यो नाका मुस्ताङ हुँदै चीनको तिब्बत लासासम्म जोडिन्छ, जुन सबैभन्दा छोटो र सिधा मार्ग पनि मानिन्छ। यो हिमाली क्षेत्र भए पनि तुलनात्मक रूपमा अरू नाकाभन्दा भूकम्प, पहिरो र आकस्मिक बाढी जस्ता जोखिम केही कम भएको भूगोल भएको कारण पनि स्थिर र सुरक्षित मानिन्छ यस स्थानलाई। प्राय अन्य नाकाहरूमा नदी किनाराबाटका खोजहरूमा अनि सुक्खा बन्दरगाह लगायतका आवश्यक संरचनाहरू बनाउन साँघुरा छन्, तर यो ठाउँ निकै चाक्रो पनि छ अनि पठारी भूभाग भएकोले पनि पर्याप्त भूमि उपलब्ध छ। साथै यो नाका नेपालको मध्यभागमा पर्ने हुँदा पनि सामानहरू आयात निर्यात गर्दा वितरण प्रणाली पनि सुगम हुने भएकाले नेपालका लागि यो नाका बढी महत्त्वको छ भनेर पनि भन्ने गरिन्छ। कोरोना नाकाको पुग्दाखेरिको दृश्यहरू म यहाँहरूलाई चाहिँ यसरी देखाउँदैछु। यहाँले दृश्य नै देख्नुहुन्छ, एउटा पत्रकार अथवा फोटोग्राफी यहाँ देख्दै हुनुहुन्छ। यात्रा रमाइलै छ आज। अनि यो यात्राका क्रममा केही रमाइलाका पलहरू पनि हो। यहाँ हिमाल सँगसँगै रातो पहाड पनि देख्दै अनौठा लाग्दा, रमाइला लाग्दा पहाडहरू, आकृतिहरू, त्यसले अझ रमणता थपिदिएको छ हामीलाई। बिल्कुल भिन्न परिवेश छ। यात्रा त्यस्तै छ, जति अगाडि गयो त्यति रमाइलो, जति माथि गयो त्यति अनौठो, जति चढ्यो त्यति राम्रो, जसले गर्दा हामीलाई एउटा उत्सुकता थपिरहेको छ। अझ माथि के होला, अझ अगाडि के होला भन्ने उत्सुकता। अनि हामीले उत्तरतर्फ देखिने हिमाल नजिकैबाट चाहिँ निहाल्न पाउने शुभ अवसर पनि। अब हामीले पहाड जस्तो हिमाल देख्नु परेन त्यहाँ गएपछि। त्यहाँ चाहिँ सानो नजिकैबाट हिमालहरू देख्न सकिन्छ। थुप्रा थुप्रा हिमालका थुप्राहरू, हिउँका थुप्राहरू, जसले हाम्रो रमाइलोपनलाई पनि अझ उत्सर्गमा पुर्याइदिएको छ। त्यो त यहाँहरूले पनि, यो दृश्यले पनि पक्कै यहाँहरूले पनि त्यो स्वाद लिइरहनु भएकै छ। यात्रा कठिन छ। अब कच्ची बाटो, हिमाली क्षेत्रको यात्रा, अनि हामीहरूले पहिलोपटक यात्रा गरिरहँदाखेरि केही स्वास्थ्य सम्बन्धी समस्या पनि पर्न सक्ने जोखिम पनि छ। यावत कुराहरू सबै बिर्सँदाखेरि दृश्यले चाहिँ छुट्टै रौनक छाएको छ। अहिले हामी पुगेका छौँ कोरोला नाकामा। यहाँहरूले यो देख्दै हुनुहुन्छ, यो कोरोला नाका को चाइनातर्फको चाहिँ भूभाग हामीले देखिरहेका छौँ। जब बिल्डिङहरू सबै बनिरहेको छ, त्यो बोर्डरको हो भने हामी अहिले नेपालतर्फबाटै चाइनातर्फको जाँदैछौँ। चाइना भूभाग मात्रै हामी पुग्न सक्दैनौँ, यहाँहरूलाई मात्र भूभाग मात्रै देखाउने। यो बिल्डिङहरू चाहिँ जति पनि छ यो सबै चाइनातर्फ निर्मित बिल्डिङ छ। हामी चाहिँ यो हाम्रो नेपालको 24 नम्बर पिलर भन्दा हामी चाहिँ उता जान पाउँदैनौँ। जे जति गर्छौँ कोरोला नाकामा हामी यहीँबाट नै गर्छौँ। यो एउटा अहिले चाहिँ निकै पर्यटकहरूको गन्तव्य केन्द्र पनि बनेको छ र छेउमा हिमाल, अनि त्यसपछि यसका साथसाथै यहाँ व्यापारिक प्रतिष्ठानहरू पनि छन् त्यस्तै। र हामीले खासाबाट ल्याएका सामानहरू, चीनबाट ल्याएका सामानहरू पनि यहाँ देख्न सकिन्छ र यहाँ व्यापारीहरूले टेन्ट हालेर त्यो सामानहरू वितरण गर्दै आउनुभएको पनि देखिन्छ। यो यहाँहरूले प्रत्यक्ष देख्नुहुन्छ र यति रमाइलो छ। अब यो उच्च ठाउँमा पुग्दाखेरि र त्यहाँको अनुभव भनेको
जो कहिले अथवा नपुगेकालाई चाहिँ रमाइलो छ र पुगेपछि त झन्डै रमाइलो पक्कै पनि। यो ठाउँ एकपटक पुग्नुपर्ने ठाउँ रहेछ। अहिले हामी कोरोला नाकामा ठ्याक्कै छौँ बोर्डरमा। बिहान लोमानथाङबाट चाहिँ यात्रा तय गरी आएको। अहिले यो पृष्ठभूमि देखिएको छ चाइना र यो सबै चाइनाको छ भने हामी अहिले चाहिँ यहाँ यात्रामा आउनेहरू गएको छ। पिलर पनि छ 24 नम्बरको पिलर छ। 24 नम्बरको पिलरमा चाहिँ हामीहरू फोटो खिच्नेको घुइँचो पनि छ। यहाँ देख्दै हुनुहुन्छ यो चाहिँ यो ठाउँमा पुगेपछि र यो ठाउँमा पुगिसकेपछि चाहिँ हरेक नेपाली अथवा जो कोही पर्यटकहरूले पनि फोटो खिच्ने, भिडियो खिच्ने, टिकटक बनाउने, रिल्सहरू बनाउने गर्नुहुन्छ र त्यो पनि एउटा विशेष त्यो ठाउँको सम्झना स्वरूप, त्यो ठाउँमा गएको सम्झना स्वरूप नै गरिन्छ। र हामीले पनि किन छोड्ने होइन, हामी पनि त्यतैतिर लाग्यौँ रमाइलोतर्फ, केही फोटोहरू खिच्न, केही भिडियोहरू खिच्न, कोही टिकटकहरू बनाउन रमाइलो छ। र यहाँले हामीले पनि यहाँ पृष्ठभूमि देखिँदैछ। यो चाहिँ यहाँको सानो मार्केट। यहाँ मदिराहरूको बिक्री हुन्छ, कपडाहरू, जुत्ता कपडाहरूको बिक्री हुन्छ, चक्लेटहरू। त्यही अनुरूपले चाहिँ चाइनिज चक्लेटहरू, चाइनिज मदिराहरू, चाइनिज कपडाहरू यहाँ पाइन्छ र सस्तोमा पाइन्छ। तपाईँहरू पनि कोही जाँदै हुनुहुन्छ भने पनि पक्कै पनि अलिकति बजेट चाहिँ त्यसतर्फ पनि छुट्याइदिनु होला। र पछि बजेटका कारणले ल्याउन सकिनँ भन्ने पछुतो नपरोस्। पक्कै पनि यो ठाउँमा गइसकेपछि तपाईँहरूले सिजन अनुसारका कपडाहरू चाहिँ यहाँ पाइन्छ। जुत्ताहरू, मदिराहरू, चक्लेटहरू विशेष गरी निकै सस्तोमा पाइन्छ। र यहाँहरू जाँदै हुनुहुन्छ भने, यहाँहरू जाने सोच राख्नु भएको छ भने अलिकति बजेट चाहिँ ती कुराहरूलाई पनि छुट्याइदिनु होला। तपाईँलाई आवश्यकता के छ ती विषयहरूमा पनि अलिकति छुट्याइदिनु होला। र तपाईँहरूको चाहिँ यात्राले अझ मजबुत बनाउनेछ यात्रालाई। र तपाईँहरू सोचे अनुसार कुराहरू पनि पाउनुहुनेछ। यो यात्रा रमाइलो छ, साह्रै रमाइलो छ, हुन्छ पनि। अझ रमाइलो बनाउनको लागि तपाईँहरूले केही कुराहरू सावधानी अथवा कुराहरू पनि तपाईँले ख्याल गर्नुपर्छ। सकभर त तपाईँहरू यो ठाउँमा पुग्नको लागि अथवा यो रात त्यही ठाउँमा बस्ने गरी चाहिँ नजानु होला। तपाईँहरू रात बस्न नसकिने तरिका अब त होइन, सकिन्छ, तर चाहिँ हाई अल्टिट्युडले स्वास्थ्यमा केही समस्या सबैलाई दिने गर्छ। सबैलाई केही न केही चाहिँ छोड्छ। कसैलाई भोमिटिङ हुन्छ, कसैलाई झाडा पखाला हुन्छ, कसैलाई टाउको दुख्ने, रिङ्गटा लाग्ने हुन्छ। त्यस कारणले पनि तपाईँहरू यो ठाउँमा जाँदाखेरि चाहिँ अलिकति स्वास्थ्य सजग भनेर जानु होला। यो र त्यहाँ पुग्दाखेरि केही न केही सामानहरू खरिद गर्ने हिसाबले अथवा तपाईँहरूको घरको लागि चाहिँ केही लत्ता कपडाहरू हुनसक्छ अथवा केही कुराहरू, त्यसको लागि केही तयारी भएर जानु होला। यात्रा क्रममा हामीले चाहिँ यहाँहरूलाई यसरी आज लोमानथाङदेखि कोरोला नाकासम्म लिएर गयौँ र यस्तै भिडियोहरू फेरि पनि लिएर आउनेछौँ। र तपाईँहरूले मन पराइदिनु भयो भने अझ धेरै हामी उत्साहित हुनेछौँ। फेरि यहाँहरूलाई यसै गरी लिएर आउनेछौँ। हवस् त आजलाई यहीँबाट यिनै भिडियोहरू प्रस्तुत गर्दै म आज तपाईँहरूबाट मेरो प्रस्तुति र म पनि बिदा हुन्छु। हवस् त, नमस्कार।